हाम्रो नेपाली सोसाइटीमा चाहिँ के छ भन्दाखेरि होइन अलिकति मान्छेहरूले वर्कआउट गर्नु थाल्यो भने होइन उसलाई त एकदम डरलाग्दो ओलम्पिकमै गएर बडी बिल्डिङ कम्पिटिसनमा कम्पिट गर्ला जत्तिकै सोच्छ है। भुँडीहरू छामेर हातहरू छामेर गर्छ होइन। तर त्यो होइन कि हामीले जब वर्कआउट गर्छ बिहान बेलुका होइन यो चाहिँ आफूलाई एउटा फिट राख्नुको लागि हो होइन। अर्को कुरा के हुन्छ भने अब मान्छेहरू त्यो आँगनमै लडेर सिरियस भएछ नि भन्छ नि हौ त्यस्तो कुराहरूदेखि बाँच्नको लागि हो। जब तपाईँले आफ्नो शरीरलाई मास्टर गर्नुहुन्छ नि आफ्नो शरीरलाई लड्दाखेरि पनि कुन पाराले लड्ने भन्ने एउटा टेक्निक्स हुन्छ होइन। हौ त्यो अब त्यस्तो कुराहरू तपाईँले जब मास्टर गर्नुहुन्छ नि तब तपाईँ आँगनमै लड्दाखेरि त्यस्तो सिकिस्त हुनुहुन्न के। हौ त्यही कुराहरूदेखि बाँच्ने किनभने अहिलेको टाइम कुनै वारमा जानु छैन रात अनि दिनभरि शिकार गरेर ल्याएर प्रोभाइड गर्नुपर्ने छैन होइन। त्यही भएर त्यस्तो डरलाग्दो हाम्रो शरीरमा फ्याटको जरुरत छैन ताकि हामीलाई एकदम सस्टेन एनर्जी चाहिन्छ होइन। अहिलेलाई भने हामीले फ्याटलाई घटाएर एकदम लिन देखेकै राम्रो हो। तर हाम्रोमा चाहिँ अहिलेसम्म के छ भने मोटो छ भने अब खाइलाग्दो छ तिमी त्यो खाइलाग्दो के को लागि जुन अझ अहिले कामै छैन होइन। त्यही खाइलाग्दो शरीरले नै पछाडि गएर आफूलाई खाने हो कि। त्यही कारणले गर्दा अहिले तपाईँहरू जस्तै वर्कआउट गर्नु सुरु गर्नुहुँदैछ अनि शरम गर्नुहुन्छ है। म पनि सुरुमा शरम गर्थेँ है। शरम गर्नुहुन्छ शरम नगर्नुहोस् मान्छेले जेसुकै भन्नुहोस् होइन। किनभने तिमी बिमार हुँदा हस्पिटलको खर्च उठाउने त्यो मान्छे हुँदैन होइन। त्यही कारणले गर्दाखेरि तिमी कसैलाई नहेर्नु डेली वर्कआउट गर्नु कसैलाई नहेर्नु जस्ट तिमीलाई इच्छा छ भने गरिहाल्नु यो चाहिँ सबसे ठुलो कुरा हो। अरूले जेसुकै भन्नुहोस् मान्छेको त भन्ने काम हो भन्छ भन्नु देऊ छोडिदेऊ।